सम्पूर्ण नेपाली दाजुभाइहरु नमस्कार। म सुर्खेतबाट हो। सम्पूर्ण अहिले थाहा भयो होला 2082 को एससीको रिजल्ट आउने सम्भावना रातिसम्म रहेको छ। प्राविधिक समस्या नआएमा राष्ट्रिय परीक्षा बोर्डले अन्तिमसम्म जनाएको छ। प्राविधिक समस्या नआएसम्म रातिसम्म रिजल्ट प्रकाशित गर्ने भन्ने रहेछ भन्ने हामीले समाचार पनि सुनिरहेका छौं। त्यसको कारण यो छ कि भोलिसम्म पनि आउन सक्छ। म के भन्छु भने सम्पूर्ण अभिभावकहरू, दाजुभाइ दिदीबहिनीहरू र भाइबहिनीहरूलाई रिजल्ट आउँदा आत्तिनु पर्दैन, असम्मान नहुनु होला, नआत्तिनु होला, राम्रोसँग रिजल्ट हेर्नु होला। र सबैजना अभिभावकलाई के पनि भन्छु भने कसैले पनि आफ्नो बालबच्चाहरूलाई रिजल्ट राम्रो आयो नआएमा कम नम्बर आयो धेरै नम्बर आयो भनेर हच्कचाउने काम नगर्दिनु होला। किनभने नकारात्मक असरले गर्दा भोलि ठुलो दुर्घटना निम्ताउन सक्छ। त्यसैले आफ्नो जीवन जस्तो ठुलो सफलता केही छैन। एससीको रिजल्टले गर्दा कसैको दुर्घटना र सुसाइड हुने काम नहोस् र आफ्नो बालबच्चालाई रिजल्ट आउनुभन्दा अगाडि नै आइसके पनि हेर्दाखेरि कम नम्बर आएछ धेरै नम्बर आए पनि राम्रो हुने नराम्रो हुने भन्ने त हुँदैन। तर तिमी पनि अब राम्रो त गर्न सक्छौ नि त भनेर आफ्नो बालबच्चालाई अवसर दिनु होला। सम्पूर्ण आफ्नो आमाबुवाहरूले जहाँबाट यो भिडियो हेर्दै हुनुहुन्छ, यो एउटा सन्देशमूलकको लागि मैले सानो छोटो भिडियो बनाएको छु। यसलाई अप्ठ्यारो नमानेर नछुटाएर हेर्दिनु होला। हजुरले कुन ठाउँबाट हजुरले हेर्दै हुनुहुन्छ तल लाइक शेयर कमेन्टमा पनि लेख्दै जानु होला र आफ्नो बालबच्चाहरूलाई केही पनि नगर्दिनु होला। र राम्रो आएसम्म राम्रै हुन्छ, नराम्रै हुन्छ है त। फलानु छिमेकीले यति नम्बर ल्यायो तँले यति नम्बर ल्याउन सकिनस् भनेर हुँदैन। तर त्यो बच्चाले जानेको हुन्छ, तर कहिलेकाहीँ मिस्टेक पनि हुन्छ। कापी चेक गर्दाखेरि रिजल्ट राम्रो आएपछि नआएको राम्रो भन्ने त्यस्तरी खल्लाएर बच्चालाई हप्काउने तर्साउने बिल्कुल चाहिँ नगर्दिनु होला है त। सबैभन्दा यही सूचना छ मेरो। र हजुरलाई म रिजल्ट कसरी यसैको मार्फतबाट रिजल्ट कसरी हेर्ने तरिका पनि म सिकाउँदैछु। सबैले ध्यान दिएर हेर्दिनु होला यो भिडियो अन्तिमसम्म। हजुरले कहाँबाट हेर्दै हुनुहुन्छ र के गर्दै हुनुहुन्छ सबैमा कमेन्ट लाइक शेयर गरिदिनु होला। र म जानकारी अर्को पनि गराए युट्युब च्यानलमा पनि हजुरहरूलाई जानकारी गराउने छु र युट्युब च्यानल पनि म हजुरहरूलाई देखाउने छु है त। अब हेर्नुहोस् युट्युब च्यानल भनेको यहाँ जाने सर्च गर्ने प्रकाश साई टिभी रहेको छ मेरो। सर्चमा जाने पहिला प्रकाश साई टिभी पहिले सर्च गरिसकेको छु। सर्च गरेर त्यहाँ राखिदिएको छु। त्यहाँ पनि सँग म अपलोड गरिदिने छु एससीको रिजल्ट कसरी हाल्ने भन्ने कुराहरू म हजुरलाई जानकारी यसैमा दिनेछु है त। पहिला सुरुमा तपाईँ क्रोममा जानुहोला www.sc रिजल्ट 2082 भन्नु होला। त्यसपछि तल गएर टेलिकममा नेपाल टेलिकम भनिरहेको छ र यसरी नतिजा देखिन्छ। नतिजा देखेपछि तपाईले आफ्नो एससी स्पोन्सर 2080 भनिरहेको छ यहाँ गएर नबिगारेर सिम्बल नम्बर हान्नु होला। सिम्बल नम्बर हानिसकेपछि हजुरको ठ्याक्कै जिपे देखाउने गर्छ। मैले त्यसै हजुरहरूको लागि एक्स गरेर देखाएको हजुरको लागि सिकाउनको लागि। यहाँ डेट बर्थ भनेको छ। डेट बर्थ भनेको आफ्नो कति महिना कति बितेको जन्मिनु भएको साल हान्नु होला। त्यसपछि तल आफ्नो जिपे देखाउन थाल्छ।